How did you react when you first read Robert's definition of assets and liabilities? जब कि मैले रोबर्ट्सले त्यहाँ लेखेको छ कि एसेट्स र लाइबिलिटिजको डेफिनेसन्स त्यो डेफिनेसन पढिसकेपछि चाहिँ आई वाज टोटली क्लियर अबाउट वाट इज एसेट्स एन्ड वाट इज लाइबिलिटिज मैले भन्नुपर्दा चाहिँ होइन 11मा हो एकाउन्ट पढाएँ होइन मैले 11 12 मैले ब्याचलरमा नि एकाउन्ट पढिरहेको छु होइन तर मैले त्यत्रो एकाउन्ट पढ्दा पनि मैले यो एसेट र लाइबिलिटिज राम्रोसँग बुझाएको थिइनँ जुन यो बुकले मलाई एसेट र लाइबिलिटिज के हो भन्ने बुझायो क्या यो बुकमा चाहिँ कस्तो छ भने त्यो एसेट्स लाइबिलिटिज चाहिँ कोलममा छ क्या एसेट्स भने के हो अनि लाइबिलिटिज भने के हो अनि हामी कतिले त के पनि बुझ्छौँ भने हामीसँग भएको कुराहरू सबै एसेट्स हो भनेर बुझ्छौँ होइन तर यो बुकले चाहिँ हामीसँग भएको सबै कुरा एसेट्स नहुन पनि सक्छ होइन कुनै कुराहरू लाइबिलिटिज पनि हुनसक्छ कन्फ्युजन चाहिँ क्लियर यो बुकले गरिदिन्छ क्या त्यही भएर चाहिँ मैले जब एसेट्स र लाइबिलिटिज यो बुकमा बुझाएको थिएँ नि मैले त ठुलै कुरा बुझेछु क्या हो जस्तो लागेको थियो क्या त्यही भएर मैले चाहिँ राम्रै रियाक्ट गरेको थिएँ क्या यो बुक किनेर चाहिँ मैले वर्थ इट नै गरेछु जस्तो लाग्यो क्या त्यस पछाडि चाहिँ